के हजुरहरूले मेरो योभन्दा अगाडिको ब्लग भिडियो हेर्नुभयो? यदि हजुरहरूले हेर्नुभयो भने हजुरहरूलाई थाहा होला कि हामी पोखरा गएको थियौँ र आज हामी पोखराको डिस्नील्यान्ड भन्ने फन पार्कमा घुम्न जान्छौँ। यो आज सबै भिडियोहरू मैले हल्का डकुमेन्ट्री टाइपमा बनाएर भिडियो गराउन खोजेको छु। कस्तो हुन्छ हजुरहरूले प्रतिक्रिया दिनु होला। राफ्टिङ हो डिस्नील्यान्ड। ठीक है, हामी यहाँ डिस्नील्यान्डभित्र प्रवेश गरिसकेका छौँ। यहाँ हेर्दाखेरि रङ्गी बिरङ्गी राम्रो होला जस्तो छ। यो मेरो पहिलोपटकको डिस्नील्यान्डभित्र। कस्तो हुन्छ हजुरहरूले हेर्दै गर्नुहोस्। ल साथीहरु स्टार्टिङ राम्रो भएन, फेरि हामी स्टार्टिङ गर्न सक्छौँ। ओ सब छुट जाऊ। कुछ भी सरले बोलाउनु भएको छ भने मैले यिनीहरूलाई अङ्ग्रेजीमा बोलाइरहेको थिएँ। सर इज कलिङ यु हो। र यिनीहरू चाहिँ मेरो क्लास साथीहरू हुन्। यिनीहरूले चाहिँ मलाई भिडियोमा देखाएन भनिरहेको थिएँ, तर टक्क मौका भएर आज देखाइहाल्यो। यो बाँदर बाँदर नि। हेलो 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 व्हाट्सअप व्हाट्सअप। यो चाहिँ हो पोखराको डिस्नील्यान्ड फन पार्क। आज हामी यहाँ गएर रमाइलो गर्नेछौँ। हामी शैक्षिक भ्रमण गएका थियौँ। हामी कक्षा 9 र 10 का सबै विद्यार्थीहरू भएर त्यो एउटा पर्यटक स्थल भएर होला। त्यहाँहरू एकदमै बाहिरबाट धेरै पर्यटकहरू आइरहेका थिए। अच्छा, सरले यहाँ हामीलाई जम्मा बनाएर केही कुरा भन्दै हुनुहुन्थ्यो। यो के कुरा म हजुरलाई भन्दैन। यदि हजुरहरूले मलाई कमेन्टमा भन्नुभयो भने म यो क्लिपलाई छुट्टै पछि म अपलोड गर्नेछु है त। अब चाहिँ यहाँ कार ठोक्काउने वाला गेम खेल्ने भनेर हामी सबैजना जम्मा हुँदै थियौँ। अब साथीहरू सबै को खेल्ने भनेर हाम्रो यहाँ डिस्कसन गरेर कुरा मिलेको थिएन। अनि हामी एक्कासी कुरा मिलाएर ट्याक्कै टिम मिलाएर पालो हामी खेल्ने निर्णय गऱ्यौँ। अनि अब हामीहरू गएर पालो कुर्छौँ अनि हामी खेल्नेछौँ। अहिले उता अरू साथीहरू खेलिरहेको थिए, हामी हाम्रो पालो कुर्दैथ्यौँ। अब मैले के भन्दै थिएँ भने चाहिँ अब म खेलेको खिच्ने हुन्न भनेको थिएँ। अनि मैले फेरि सोचेको साथीहरूलाई खिच्न पठाएर म खिचेको पनि एउटा ब्लग बनाउँछु भन्ने सोचेर यो एउटा साथीलाई मोबाइल दिएर भिडियो खिच्न पठाउँछु। अनि पछि सबै अब हजुरहरूले सबै भिडियोहरू टक्क सिनेमेटिक जस्तो गराएर इन्जोय गर्नुहोस् है त। हामी चाहिँ ग्रुप बनाएर खेल्छौँ गाइस। अब यो हजुरहरूले हेर्छौँ त्यहाँबाट टिकट काटिसकेपछि अब हामी पालाउँछ बिस्तारै। अब चाहिँ हाम्रो एउटा ग्रुप पछि पाला आउँछ। मजा हामी खेल्छौँ। ओ सरले ब्लग हेर्नु भिआर ओइ पल्ट भिआर पनि रहेछ नि। त्यही हो टिकट काटिदियो भने भिआर खेल्ने हो। आज त गाइस आज त इन्जोयमेन्ट गाइस। फर्स्ट टाइम खेल्ने के हुने हो थाहा छैन है त। हामीले बाहिर कोही भिडियो खिच्न खटाउनु सक्छ, मान्छे भिडियो खिच्ने मान्छे खटाउनु सक्छ। यिनीहरू पछि हाम्रो गाइस यिनीहरू पछि हाम्रो हाम्रो पालो आउँछ। भिडियो खिच्ने यहाँबाट है अहिले हामी यहाँ पनि भिडियो खिच्छ भने यो चाहिँ रमाइलो भए। ओए यो कसरी अन गर्ने? अब यहाँ हाम्रो पाला आएको छ। त्यो एरोमा देखिरहेको कार चलाएर मान्छे म हुँ। यहाँ मैले अब त्यहाँभित्र छिर्दाखेरि त्यसको कन्ट्रोल गर्ने सिस्टम अर्कै हुँदो रहेछ। र मलाई एकदमै गाह्रो भयो र एकदमै मजा पनि आयो।
हामी सबै खेलेर बाहिर आइसकेका छौँ अनि हामी सबैले एक्सपिरियन्स कस्तो रह्यो भन्ने कुरामा कुरा गरिरहेको थियो अनि मैले यहाँ सबै साथीहरूलाई सोध्छु कि तिमीहरूको एक्सपिरियन्स कसरी भयो एक्सपिरियन्स कस्तो भयो भने मजा यस्तो मजा आयो बेस्ट एक्सपिरियन्स कस्तो टाइपको एक्सपिरियन्स एकदम सम्राटको एक्सपिरियन्स ओए केटा एक्सपिरियन्स कस्तो एकदम खतरा एकदम ल बिहार भयो चले मलाई मन लागेन समाचार आएर सक्नुहुन्छ दाद हो हजुर ल ओके छ त ल सोमनाथ सर हाम्रो ठाउँ छ नि 58 हामी ल भ्लग बना भनेर एकदम इन्भिटेसन आएको छ हामी चाहिँ ओके गर्नुपर्ने हुन्छ अलगोट खुट्टा पुरै गिली हामीहरू उता कारको गेम खेल्दा बेला यता साथीहरू यो खेलिरहेको रहेछन् अनि सर पनि खेलिरहनु भएको रहेछ 360 ल सोमनाथ सरहरू खेल्नमा छ खस्यो आज मैले भोलि 2 दिन र साथीभाइहरू हामी फेरि टिकट काट्न जान्छौँ हामी हान्दिम 200 र हामी पनि खेल्न 20 रुपैयाँ हामीहरू खेल्ने भनेर पैसा जम्मा गरेर टिकट काटिसकेका छौँ अब मेरो पनि भयो उता सरहरू त एकदमै खेल्नु सोमनाथ सर रुनु भयो मेरो पनि म पनि ल मरे आज मरे भोलि 2 दिन ओ ल साथीभाइ हामी जानु अब खेल्न जाने फेरि ल मोबाइल सोबाइल खोज्छ हामी चाहिँ अब बिजे ल यहीँ छ भिडियो खिच्यो माने सर्ने सक्दियो ल भिडियो खिच्यो गाइस ढले म त ढले रिङ आयो गाइस टोपी खै म झ्यापमा हो गाइस म झ्यापमा हो झ्यापमा भया भैया घुमा त छोरा नला भनेर बस्यो 14 जति घुमा गन्याम यो त ढल नि यो त पुरै गर्छ भयाको कस्तो हेर्नु टाउकोमा खुन जम्ल्या छ जीवरसेलाई धेरै लाग्यो म त यहाँ केही पनि खेल्दैन मलाई सानामा चर्किङ खेलाएको नै पहिलो चोटि एन्ड गाइस टुरबाट आएको 4 महिना भइसक्यो एसी पिन्दैसके तर अरू भिडियोहरू के भयो यस्तै भयो अबको 4-5 वटा भिडियो छन् म अपलोड गरिनँ एडिट गर्न लास्टै गाह्रो भयो अब कता छ यताउता छ क्लिपहरू त्यही भएर हल्का गाह्रो भयो नत्र त्यसपछि आएर मैले एउटा दुईटा ब्लग एडिट गरेर हालिसकेको छु स्कुलमा प्यारेन्ट्स डेवाला ब्लग पनि हालिसकेको थियो उत्तिकै एडिट गरेर कति छिटो हाल्यौँ हेर्नुहोस् गाइस है त अनि अब यस्तै भयो आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ अब एक्जाम सकेको छ खाली छु ब्लग बनाए पनि हजुरलाई म अवश्य नै देखाउने छु थ्याङ्क यू सो मच फर वाचिङ बाई गाइज